केटीकेटीहरुले साइकल कुदाइराछ आमा तपाईँ घर ए केटा हो साइकल त हल्लिराछ त कहाँ झरेछ टिपेर लगाउन अनि फेरि कुद्छ नि आमा कहाँबाट ल्याएको हो साइकल डुम्रेबाट त्यहाँ ग्यारेजका पाउँछ त्यहाँ कहाँ कसैले बनाउँछ साइकल केटाहरू अनि साइकलमा रोइला हान्दिएको सब यो साइकल सबै साइकलमै हिँडेको राम्रो यस्तो भइन्जेल कुदाएको हेलो गाइजहरू भन न तिमीलाई मैले यस्तै बिस्कुट किनिदिएको हो कि होइन मैले यस्तै बिस्कुट किनिदिएको कि होइन अब यत्रो जनालाई म बिस्कुट किन्दिनँ कतिजना छ हेर त 220 घरमै छ अहिले 150 लिएर कतिजना छ तिमीहरू भन त गर्न त यहाँ म सबैलाई बिस्कुट किनिदिन्छु सब खुसी छ होइन ल 8वटा बिस्कुट माग जाऊ पसलमा गएर ओइ प्रेमी फेरि ल हेर न अर्को गर ल हाम्रो भाइको ग्याङस्टरै आएको रहेछ साइकलमा होइन ओइ नचलाइदेऊ न हौ मकै गाडी पुग्छ अहिले ल भाइ ओइ बिस्कुट खाने भाइ त्यही भएर कुदाउँदो रहेछ होइन बिस्कुट खाने भन्दै त हिँड्यो ओइ गयो होइन मकै गाडीमा त्यही त भने मकै गाडीमै छिरेछ अरे भाइहरू निकाल्यो कतिमा पढ्छौ तिमी आज साइकल कुदाउने हो शनिबार दिनभरि ल तिम्रो टिमलाई लु बिस्कुट जाऊ माग कतिवटा छ सबैले एक एकवटा खाने केटा अस्ति मैले बिस्कुट किनेको थिएँ आज नि फेरि किनिदिनु भन्दैछ अस्ति नै हो किनिदिएको भाइलाई भेटेँ त्यहाँ पर ए गढी उदयपुर गढी यहाँ पर यो डाँडा छ है उदयपुर गढी चाहिँ पुरानो गढी चाहिँ यतातिर पर्छ पुरानो गढी कहाँ हो त्यो हो ऊ यो मान्छेलाई तिमी कतिचोटि पुगेछौ 10 तिमी पढ्छौ पढ्दैनौ कतिमा पढ्छौ 7मा राम्ररी पढ्नुपर्छ है केटा साइकल पुरा रातखुट्टा बिग्रेर लाने ल सबैले आफ्नो नाम भन्दै त केटा हो मेरो नाम अरुण मेरो नाम निरज खलमागर अनि भन्नु भाइ मेरो नाम भन न अहिले बिस्कुट खानुपर्छ नि त मेरो नाम दिप्सन हो न मेरो नाम दिप्सन ए ल राम्रो नाम मेरो नाम कुशल मेरो नाम मनोज होते ए दाँत चाहिँ थोते हैन कति आनन्द छ घाममा बस्दा पनि गर्मी हुँदैन त केटा हो चिसो हुन्छ त जाडो तपाईले ब्याग नलिनु भएको म यो 150 पनि यो लिएर आएको यो गाडी मेरो बिक्रीमा छ के केटा हो 150 डाउ पानी खाने मारे उजला आइल खोलेमा चिर बरु उते हाउ 8वटा पिस भन 8वटा चरपडी पाइने बरु 8वटा 80 को चटपटे खाने ल केटाहरु चटपटे नि खान्छ अरे नि